हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। सो आज चाहिँ मैले धेरै जोससँग चलाएर यसो बाहिर निस्किनु पर्यो, साथीहरूसँग भेट्न पर्यो भनेर चाहिँ जोस चलाएँ अनि निस्किएँ बाहिर साथीसँग भेट्नलाई। आज म सलिनाको घर जाँदैछु अनि यिनी हुन् चाहिँ सलिना है। अनि यसपछि सलिना र म बसेर गफ लगायौँ है। अनि फोनमा पनि हामी अर्को साथीसँग नि बोल्यौँ अनि उहाँलाई पनि आउनुहोस् भेट्नुपर्छ भनेर चाहिँ बोलायौँ सलिनाको घर। सो चाहिँ उहाँ चाहिँ आउँदै हुनुहुन्छ अहिले। हामीले त्यसपछि प्लमहरू खान लायौँ अनि यसपछि धेरै दिन भयो नभेटेको यसो गफ लगायौँ, भिडियोहरू सुट गऱ्यौँ, अलिअलि मस्ती पनि गऱ्यौँ। अनि त्यसपछि चाहिँ म्याम आउनुभयो, हाम्रो अर्को साथी, उहाँको नाम हो होमकली म्याम। सो चाहिँ हामी बसेर तिनजना बसेर यसो गफ लायौँ। उहाँले चाहिँ मेरो लागि पाउड ल्याइदिनु भएको है। अनि पाउडमा चाहिँ कति धेरै प्लम ल्याइदिनु भएको है। अनि यसो बसेर गफ लायौँ। त्यसपछि चाहिँ हामी फ्लावर बनाउनुतिर लाग्यौँ। सलिनालाई फ्लावरहरू बनाउन आउँछ है। अनि सलिनालाई मेरो लागि फ्लावरहरू बनाइदेऊ न भनेर है तिनले चाहिँ मेरो लागि फ्लावरहरू बनाउन स्टार्ट गरिन्। मैले पनि त्यहाँ सिक्दै थिएँ कसरी बनाउँछिन्, मैले पनि हेर्दै थिएँ। सो तिनले चाहिँ एउटा रोज अनि एउटा डेजी बनाइदिन्। हेर्नुहोस् न है कति राम्रो रोज बनाइछिन् तिनले। अनि त्यसपछि चाहिँ रोजहरू बनाएर यसो गफहरू लगायौँ हामी। त्यसपछि सोच्यौँ हामीले कि अब हामी यहाँ बसेर भएन, अब अन्त जाऊँ अर्को साथीलाई नि भेट्न जाऊँ भनेर। आज जोस चढेछ, अरू दिन फेरि जोसै आउँदैन बाहिर निस्किने। सो हामी तिनजना मिलेर अर्को साथीकोमा गयौँ भेट्नलाई। अनि उहाँलाई चाहिँ हामीले मैले भनेको थिएन होइन म आउँदैछु भनेर। सो म चाहिँ सरप्राइज दिन्छु भनेर गएको। अनि के को सरप्राइज हुने उहाँले भन्नुभयो, मलाई थाहा छ हजुर आउँदै हुनुहुन्छ भनेर। उहाँले सरप्राइजै हुनु भएन कि। अनि यसो गफ लगायौँ, खाजाजा खायौँ, त्यसपछि हामी घरतिर लाग्यौँ। आजलाई यति नै, बाई बाई। फेरि भेटौँला अर्को भिडियो।